गाइस आज हामी चटपटे बनाउँदै छौँ है। यहाँ मैले बनाउँदियो कटिङ हुँदैछ। यता यहाँ यस्तो मटर छिलेर टक्क पारिदियो। उहाँ सजुले मसला पिस्दै थिए। है गाइस यहाँ मैले चटपट बनाउन रेडी बनाइसकेको छु है। अब बनाउने हो। यहाँ हुँदैछ यी कुरकुरी हाल्यो भने मिठो हुन्छ के अरे। अब यसो ट्राई हाल्दिउँ। तिमी कता हो हालेर कुट्नी? यहाँ काँक्रो र मटर, प्याज, चाउचाउ, तेल, आलु, धनिया, टमाटर खुर्सानी, धुलो खुर्सानी अनि प्याज। है गाइस चटपटे बनाउँदै छौँ हामीले। अब भुजा यहाँ देखाने यहाँ आलु तल ठक्क हेर्नै हजुर कति बनाउने क्वान्टिटी अटकालमै भयो होला अरू त हाल्नु पऱ्यो नि। अब यसमा आलु हाल्दैछु है गाइस। आलु पहिला हेर्दै राखेँ अन्त नदेखा आलु काँक्रो चाहिँ हामीले हालिसकेको है। अब यो टमाटर र खुर्सानी पुन्टेले खतरा हाल्ने रहेछ त। टमाटर यो हो धनिया धनिया चाउचाउ चाउचाउ यति नै थियो। अनि जुन दुईवटा मात्रै थियो त्यो हामीले हाल्यौँ है। दुईवटा हाल्छौँ है गाइस। मेरो हेर्नु चप नभएको छ। लो म्यागी चाहियो लो। अनि अब यहाँ तेल छ तेल है गाइस। तेल हेर्न सक्नु होला। यिनीहरूले उस्तो लिएर हाल्छन्। अब चुक हेर्नु। अब चुक हाल्ने हो हामी। अब यो के हो? मसला हो। मसला जिराको धुलो खुर्सानी। अब यो के अरे चुक हो अमिलो 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 नुन हाल्नु पऱ्यो नि पहिला त। मेरो टसमा हो कि हेर्नु न। हो अब यहाँ म सुप हाल्दै थिएँ क्या। बिना सुपको त फेरि चटपटे फिक्का हो नि। अलिअलि हाल्ने हाल्नै पर्छ कि। घिउ पनि सबै हाल्दै यहाँ त बर्बादै रहेछ नि त। काट्नु पर्छ यतिकै हेर्नु है यत्रो पति लाएको बनाएको हामीले। यो त जमेर छ त नि के हो जमेर छ भाउजू त के भएको के भएको बेबी अच्छा हालो म घोल्दै हो है गाइस। यहाँ देखाइ सजु चटपटे त यस्तो। अहिले हामीले प्याज हाले हैन म। अहिले प्याज हाल्ने हैन आमालाई निकालेर बल्ल हाल्ने हो कि गाइस। हामीले पकाएर हाल्नु नहाल्दै फेरि तिमीले हल्दी ल्याउरी अब रातोलाई मटर पनि हाल्नु थियो क्या। मटर पनि छिलिने छ। मटर पनि हाले हम। यो लाने हैन त त सबै सोरिसकिसस् नि। कुरकुरे त हाल्नु बिर्सेछ नि त हजुर। के हो यतिकै लाम अब कुरकुरे है गाइस। आफ्नो यसको भाडो कहाँ कति ब्ल्याङ्केट लसिसक्यो वहाँ। ल यहाँ हालिदिएको यी खाउ खाजीको धेरै हान्दिन गर्मी हुन्छ तेरो खोइ त नि सानो त भइसक्यो गाइस रेडी। टक्क पारेर चटपटे अब निकाल्दिनु होला नि त। सो चाख्नु त सेतै भयो त नि। सब पर्फेक्ट खै मलाई पनि दियो। भिडियो बनाउने मान्छे त आफै माया माया खान्। मनले अनि यी प्याज ल गाइस प्याज हाल्दै खाऊ बल्ल प्याज। अब बल्ल हो प्याज। आफ्नो खाऊ न ल मैले झन् एउटा हालिदिएँ नि त। थ्याङ्क यू सो मच भिडियोको लागि। अनि हजुरहरूलाई हाम्रो भिडियो मनपर्छ भने लाइक कमेन्ट फलो गर्नु होला है त। बाई बाई।